सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ आशिष भाइ र म भएर चाहिँ एउटा हाइक प्लान गरिरहेछौँ, भलाम हाइक, जुन चाहिँ एकदम अन्डर रेटेड हाइक हो। अब दिन एकदम गर्मी भइरहेको थियो, त्यही भएर हामीले सोच्यौँ दुईजना भएर यसो चिल गर्न निस्किन्छौँ भनेर। सो लेट्स स्टार्ट द जर्नी है त। ल, यहाँबाट चाहिँ हाम्रो जर्नी स्टार्ट हुन्छ होइन, यो झुलुङ्गे पुलबाट। यो पछाडिको चाहिँ मणिपाल हस्पिटल हो। सो हिँड्दै गरौँ है त हामी। हेलो गाइज, अब चाहिँ हामी चाहिँ त्यो पोइन्टबाट, यो मैले हातले देखाएको ठाउँबाट उक्लिने हो माथि हरिहर केभको लागि चाहिँ। हाम्रो लास्ट डेस्टिनेसन चाहिँ त्यहीँ हुन्छ। यसरी यहाँ बाटो रहेछ यो पुलबाट। हामी अहिले चाहिँ यस्तो रोडमा छौँ, अनि त्यसरी यताबाट कतै निस्केर त्यो पुलसम्म पुगेर तल हुँदा हुँदै यसरी निस्केर फेरि यहाँसम्म जानुपर्छ है। सो लेट्स गो, जाँदै गरौँ भाइ। अहिले चाहिँ रोड हिँडिरहेको छौँ, तर त्यो रहेछ क्या कच्ची बाटो है। यहाँ देखेको यो कच्ची बाटो छ नि, रोड हुँदा चाहिँ त्यो बाटो गएर जाने रहेछ होला सायद। पुल कट्ने रहेछ। सो लेट्स गो। ल, हामी चाहिँ अहिले यस्तो बाटो हिँडिरहेछौँ, भाइले एडभेन्चर हुन्छ भनेर यो बाटो जाऊँ भनिरहेको के अरे। यो ठाउँसम्म चाहिँ आइयो हामी तल्ल गर्दै। तर मलाई डिन्जर डर लाग्यो त्यहाँ चिप्लिन्छ कि भनेर। कस्तो स्लत्तै रहेछ कि। ल, फेरि एउटा पुल क्रस गर्न पऱ्यो। यो त होइन त नेचुरल स्विमिङ पुल नै रहेछ है। यहाँ चाहिँ स्विमिङ गरिरहेछन् के अरे मान्छेले। ल, अब चाहिँ यो भाइले जम्प मान्दैछ है, हेर्नु है। ओए खतरा खतरा। अर्कोले हानेन। जाऊँ हामी अब यहाँ बाटो जाऊँ। त्यो त हेर्नु कस्तो राम्रो रहेछ ठाउँ है। ल, जाँदै गरौँ हामी चाहिँ अब। ल हेर्नु गाई, त्यस्तो राम्रो सफा पानी छ यहाँ चाहिँ, नदीको पानी। अनि हामी चाहिँ छेउछेउ हिँड्दैछौँ। ऊ चाहिँ पारी देखेको रुखसम्म पुग्ने चाहिँ हाम्रो प्लान हो अहिलेको लागि चाहिँ। सो हिँड्दै जाऊँ। कस्तो लाग्यो तपाईँलाई अहिलेसम्म? अहिलेसम्म चाहिँ एकदम बेस्ट, एकदम राम्रो ठाउँ लाग्यो मलाई चाहिँ। पुरा नदीको साइडमा ट्याक्क हिँड्दै होइन, एकदम बेलुकातिर अब गर्मीहरूको बेलामा रिल्याक्स गर्न आउँदो रहेछ मान्छेहरू, धेरै नै मान्छे रहेछन्। अब हामी पनि त्यही हिँड्दैछौँ। अब हाम्रो लास्ट डेस्टिनेसनहरू चाहिँ हरिहर केभ हुन्छ, अलिकति माथि छ। सो त्यतै लाग्नुपर्छ अब चाहिँ। ल, लाग्यौँ भाइ। हेलो गाइज, हामी चाहिँ हिँड्दै थियौँ होइन। अनि त्यसपछि हेर्न सक्नु मेरो पछाडि कति राम्रो क्याम्पिङ स्पटहरू रहेछ कि। यदि हजुरहरूलाई पनि यस्तो ठाउँमा आएर क्याम्पिङ गर्न छ भने चाहिँ लाइक बेस्ट स्पट हुन्छ है, ड्राई पिकनिक गर्नको लागि। एकदम शान्त छ इन्भाइरोमेन्ट होइन। सी इट योरसेल्फ। गाइज, हामी चाहिँ अब यो उकालो लाग्ने बाटो पनि आइपुग्यौँ। यो ठाउँबाट चाहिँ उकालो लाग्ने भ्यू चाहिँ एकदमै प्रिटी छ कि, लाइक एकदमै प्रिटी छ कि। हेर्नु न कस्तो ड्रिमी ठाउँ छ कि। सनसेट नै हुन लाग्यो अब यतातिरबाट। मलाई चाहिँ एकदमै मन पऱ्यो कि। तर तिमीलाई कस्तो लाग्यो भाइ? बेस्ट एकदम क्लिन रहेछ। एकदम क्लिन छ होइन, पानी पनि एकदमै क्लिन छ, इन्भाइरोमेन्ट पनि एकदम सफा छ कि। सो डेफिनेटली यु सुड कम होइन, अनि चेक दिस आउट। ल, अब चाहिँ हामी फेरि माथि नै लाग्छौँ। ल गाइज, हामी चाहिँ यो एरियामा एकछिन रेस्ट गऱ्यौँ होइन बाहिरमा। अनि अब फेरि यो उकालो लाग्दैछौँ। सो यो उकालोबाट हामी अब हिँड्दै माथि जान्छौँ। ल गाइज, हामी चाहिँ भर्खरै माथि पनि आइपुग्यौँ। माथिबाट चाहिँ यस्तो छ भ्यू होइन डाँडाको। राम्रो छ है। यता घाम पनि डुब्नु लाग्छ, त्योहरू कस्तो राम्रो देखिरहेछ बादलहरू। अब चाहिँ हामी यतिकै यहाँ भाइ यहाँ बसिसक्यो हाम्रो।
के छ भाइ कस्तो लागिरहेको छ तिमीलाई बल लगाइरहेको खतरा छ है ल हामी चाहिँ यहाँ बसिसक्यौँ होइन अब चाहिँ हाम्रो खाजा पनि लिएर छौँ हामीले ल भाइ देखाइदेऊ त हामी चाहिँ मोमो प्याक गरेर ल्याएको थियौँ तलबाटै अब यहाँ मस्त बसेर मोमो खान्छौँ अनि त्यसपछि भ्यू इन्जोय गर्छौँ है त खै देखाउ त कोही पुरै त्यो तेल त निस्केन नि निस्केर ठिकै भयो तेल खानु पर्दैन ल मोमो देखाइदेऊ त ल यो त गाइस अनबक्सिङ हेर्नु यस्तो खतरा मोमो छ है ल हेर्नु है गाइज मोमो झोल यो चाहिँ झोल हो होइन झोल मोमो हो कि यो मोमो झोल अनि त्यसरी यो भ्यू अरू के चाहियो मान्छेलाई यसरी चिलमा दाजुभाइ बसिरहेछौँ अनि त्यसपछि अब हामी मस्त खान्छौँ कि I will get to the other side. Sinking in, I know this feels right. Catching a breeze, love moving through me like a wildfire. ल गाइज हामी चाहिँ त्यहाँ एकछिन बस्यो होइन अनि खाजा खाइयो तर चाहिँ हल्का ढिलो भयो कि अब अँध्यारो हुन थाल्यो त्यही भएर हामी चाहिँ त्यो हरियर गुफा चाहिँ पुगेनौँ अब यहीँबाट फर्किन्छौँ किनकि लाइक त्यो तलको एरिया त्यो रिभर साइड एरिया एकदम राम्रो थियो त्यही भएर त्यसैलाई एक्सप्लोर गरेर टाइम बिताइयो अनि यहाँ आएर बस्यो त्यही भएर खासै टाइम चाहिँ भएन अब चाहिँ फर्किँदैछौँ हामी अब तल पुगेपछि एउटा लाइक माथिबाट हेर्दाखेरि चाहिँ एउटा क्याम्पिङ स्पोट जस्तो देखेको थियो कि सो त्यहाँ जान्छौँ अनि त्यो कस्तो ठाउँ रहेछ यदि मिल्यो भने चाहिँ लाइक नेक्स्ट टाइम चाहिँ त्यहाँ क्याम्पिङ गर्ने सोचिरहेछौँ सो त्यो ठाउँ पुगेपछि देखाउँदैछ कस्तो रहेछ ल गाइज हामी तल पनि आइसक्यौँ हामी चाहिँ यहाँनिर बसेको थियौँ होइन अनि त्यसपछि हेर्नु त यस्तो राम्रो छ हेरेको थियो क्लियर पानी छ कि ल गाइज यही हो है हामी चाहिँ अलि यता आएपछि यो क्याम्पिङ स्पट पुग्छौँ होइन मलाई चाहिँ एकदम राम्रो लाग्थ्यो माथिबाट हेर्दाखेरि जस्ट ठाउँ नि एकदम ठिक रहेछ कि हेर्नु एकदम यहाँनिर ठ्याक्क साथीहरूसँग बसेर होइन चिल गर्ने दिनभरि राम्रो ठाउँ रहेछ यतापट्टि हेर्नु नदी डाँडाहरू पनि कस्तो राम्रो भ्यू आउँदो रहेछ सो फुल्ली हामी चाहिँ छिटै नै यो ठाउँमा क्याम्पिङ पनि गर्छौँ होला होइन सो त्यो भिडियोको लागि रेडी हुनु होला राम्रो रहेछ है ठाउँ त यहाँनिर बस्ने मस्त अनि त्यहाँनिर स्विमिङ गर्न नि मिल्छ होइन त्यो नदीमा थोरै थोरै अनि गयो मस्त चिल हान्यो बस्यो त्यहाँनिर त पर यहाँनिर त माछा नि मारिरहेको छन् जस्तो लागिरहेको मलाई होला सायद ल गाइस यही नै थियो होइन हामीले हेरेको क्याम्पिङ स्पट पनि यही नै थियो सो मलाई चाहिँ राम्रो लाग्यो सो चाँडै नै म यहाँ आउने प्लान गर्छु होइन सो त्यो भिडियो पनि हेर्नु होला अनि यो भिडियो मन पऱ्यो यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि मन पऱ्यो भने चाहिँ लाइक गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला सी यु इन द नेक्स्ट भिडियो टिल देन बाई बाई Sinking in, I know this feels right. Catching a breeze, love moving